आएको म चाहिँ होइन यता अब फर्स्ट टाइम मतलब रातिको नाइट भ्यू चाहिँ होइन फर्स्ट टाइम आएको गाइस जाडो चाहिँ लास्ट बढाएर रहेछ है म त कालिरहेको छु गाइस चाहिँ कोटेश्वरबाट पगिँदैछु होइन टक्क जाममा पऱ्यो हामी चाहिँ होइन रेड लाइट बलिरहेको टक्क अब चाहिँ अब सिधै रुममा जान्छ होइन म त नसबै के अरे हुँदैन लङ टाइम पछि यता गर्न पाएँ मलाई खुसी लाग्यो तर नाइट भ्यू दिनमा त आइन्छ गइन्छ होइन ल ड्रिङ बलिसकेपछि चल्नुपर्छ है गाइस फेरि बाटो बिर्सिला नि सो अब बाहिर म चाहिँ यता छ होइन टक्क लाएर अनि गाइडो दाइदिनु हुँदैछ टक्क होइन लाएर चाहिँ अब फर्किँदैछ हामी अब धरहरा पुग्दैछु है गाइस धरहरा अब यहाँबाट फेरि धरहरा पुग्दैछु यहाँको एकदम हेर्न सक्नुहुन्छ भ्यूहरू होइन म चाहिँ लङ टाइम पछि अहिले सोही हाल्नु भयो अब चाहिँ हामी अब यो अवस्थामा चाहिँ है भिडियो बनाउन सक्दैन गाइस हामी के अरे रेड कलरमा परेनौँ कि झन्डै हामी बिग्सिहाल्यौँ होइन ल अब चाहिँ हामी ट्याक्क भन्दाखेरि हामी कहाँनिर हुँदै हो हाम्रो माइती घर भन्छ ल माइती घर पुग्यो ल गाइस है हामी माइती घर ट्याक्क माइती घर पुग्यो अब यहाँबाट सट्ट उता लेफ्ट जाने होला नि लेफ्ट भएपछि टक्क आयो अब टक्क अब यस्तो लाइटहरू चाहिँ सबै गइसक्यो गाइस हामी चाहिँ दाजुभाइ यता बसिरहेको दाजुभाइ हामी चाहिँ धरहरा आइपुग्यो अब चाहिँ फाइनली है ऊ धरहरा देख्न सक्नुहुन्छ तपाईँहरू गाइस लाइट हानिदियो भने ड्याङ्ग लाएर धरहरा हामी धरहरा आइपुग्यो गाइस फाइनली लाइटले गर्दाखेरि तपाईँले अलि देखेन होला हामी कोटेश्वर हुँदै अनि यहाँ धरहरा आइपुग्यो फाइनली अब होइन हामी अब धरहरा नि क्रस भइसक्यो फाइनली गाइस टक्क आएर अहिले साइडमा आइसक्यो अहिले धरहरा हुँदै माइती घर हुँदै धरहरा हुँदै टुडी खेल भन्दा पनि साइडमा आइसक्यो गाइस यो के पोखरी रे त यहाँ हजुर ए रानी पोखरी पो है माछा पोखरी पो आउँछ यहाँ हामी रानी पोखरी पनि क्रस भयो गाइस फाइनली पुल चाहिँ यो रानी पोखरीको होइन टक्क यहाँबाट टक्क हेर्नुहोस् भ्यू हेर्न सक्नुहुन्छ रातिको हामी अब ठमेलबाट छिर्दैछौँ है गाइस ठमेलबाट टक्क सबैजना माया गरिदिनु पऱ्यो है अब मेरो फेस त राम्रोसँग देख्नु यो है ल ठमेलमा के छ ल ठमेलको इन्ट्री भइसक्यो गाइस उताबाट बाइकलाई अलि हामी चाहिँ ठमेल इन्ट्री भयो फाइनली है फाइनली अब ठमेल इन्ट्री भयो भित्र गल्लीबाट जाने हो दाइ हामीले थाहा त भएन मलाई त एक्ज्याक्टली थाहा छैन दाइलाई थाहा छ होइन
मोबाइलको बारेमा धेरै थाहा छैन मलाई। दाइले घुमाएर लग्छु अब भन्दाखेरि म चाहिँ होइन एकदम सफिलो हुनु रहेछ हाम्रो दाइ चाहिँ। फेमसै रहेछ हाम्रो दाइ पनि, मतलब फेमस मतलब होइन एकदम टिकटक युजर यतामा डेन्जर हुनुको रहेछ हाम्रो दाइ पनि। दाइले मलाई यति सपोर्ट गरिदिनु, म थ्याङ्क यू सो मच भन्छु दाइले हाम्रो, किनकि राइडर दाइ, किनकि मैले पनि पठाउ गराएँ नि त, हाम्रो चिनेको दाइ होइन। गाइज यस्तो छ रमाइलो हेर्नु है। आम्मामा नाइटमा मान्छे हेर्नु न, नाइटमा मान्छे हेर्नु न टक्क लाएर, मान्छेको त क्या भिड भइदिएर गाइज। आम्मामा हेर्नु गाइज क्या सेक्सी केटीहरू उताबाट आइलाई भन्नु पर्ला क्या हो। आमा छुट्टीहरू परेछ यार गाइज, फाइनली छुट्टी पर्दैछ। मैले केही बोलिनँ है यो विषयमा। राम्रै तरिन आयो भनेको त यहाँ छुट्टीमा पर्दैछ। दिदीहरू चिया बेच्न हिँडिराख्नु भएको छ। सो हामी चाहिँ अब के सोल्गुटी निस्किनु होला है, हामी चाहिँ अब सोल्गुटी निस्किन्छ है। नलबाट क्रस हुँदै एकदमै घुम्यो फाइनली, नलबाट निस्किँदैछ। कति राम्रो केटी हो, चिया बेच्ने चिया लाइन्छ गाइज है। यता ट्याक्सी बुक गर्दै जाँदै ट्याक्सी बुक गर्दै गइरहेछ मान्छेहरू, हामी पनि पछि पछि हिँडिरहेछौँ है। तपाईँले कोटोसोदेखि मेरो रुमसम्मको एड्रेस भोलि म तपाईँले फाइनली भोलि होइन तपाईँले यो भिडियो मार्फत होइन मैले सबैलाई देखाइदिनेछु ल। अब म चाहिँ सोह्रखुट्टे निस्केँ है गाइस, ट्याक्कै सोह्रखुट्टेको चोक आइदियो होइन। सोह्रखुट्टे अब ओह्रालोपट्टि गयो है, म यो ओह्रालोपट्टि अब सोह्रखुट्टे पुग्यो ट्याक्क गाइस। म चाहिँ गएँ अब सु हान्न, टक्क हामीले बाइक रोक्यो है। ला गाइस मैले सु गरेर पनि निस्किसक्यो है दाइ र म। गाइस फाइनली हामी बालाजुक चोक पुग्न आँट्यो है दाइ। हाम्रो दाइ पनि एकदम सपोर्टिङ हुनुहुन्छ, किनकि मलाई होइन अर्को सजिलो ठाउँ हुँदा हुँदै मलाई ठोमेल घुमाएर ल्याउनु भयो दाइले। किनकि अब मतलब अब यस्तो भिडियोको लागि त होइन, जस्ट आफ्नो बुझाइअनुसारले बुझ्छ होइन मान्छेहरूले पनि। हामी चाहिँ बालाजुक चोक अहिले ट्याक्कै एक्ज्याक्टली पुग्यो होइन। हामी चाहिँ टक्क बाहिर पुग्यो है बालाजी चौकी। यस्तो तोडफोड भएको थियो यो आन्दोलनमा, कसम यो ज्यान्जी आन्दोलन गर्दाखेरि हेर्नु त गाइस आगो जलाएर। मलाई त हाँस उठ्छ, आफू पनि थिएँ तर जस्ट भन्न मिल्दैन होइन। मतलब हामी आफू थियो भन्न भने हामी साइडमा हेर्न त थियो। ल फाइनली म बाइसधारा पुगेँ होइन। ल बालाजी बाइसधारा गाइस ए ओके, बालाजी बाइसधारा। म काम गर्ने भने 3 वर्ष पुगेँ भित्र पार्कमा। ल तर यहाँबाट बाटो खुल्या रहेनछ है हाम्रो, यहाँबाट भित्र गइदिउँ दाइ। दाइले थाहा होला एक्ज्याक्टली मैले त के भन्नु होइन, किनकि यहाँबाट बाटो खुल्या रहेनछ, यहाँ बनाउँदैछ, पिच गर्दैछ गाइस। हामी चाहिँ अर्को बाटो घुम्यौँ है, माछा पोखरीतर्फ गयौँ। माछा पोखरीमा के छ यसो गरेर आउनु पर्दा म दाइले तल्लै बाटो गएर हामी तल्लो एक्चुली सिधी पाउँथ्यो नि त। म दाइले होइन हाम्रो मैले पढ्ने टाइप गरेँ नि त, खासमा हाम्रो दाइ सपोर्टिङ मात्र दाइ हो। त्यो हुनु हुँदाखेरि हामी माछा पोखरी जाँदैछौँ है, किनकि म दाइलाई पैसा थपेर दिन्छु। हाम्रो 207 उठाएको थियो होइन कोटेश्वरबाट अनि लोलाङ रातोपुलसम्म। मैले चाहिँ अब मलाई अलिकति सामान चाहिएको थियो, अनि यहाँ बालाजी पुगिसकेपछि मैले यसो दाइले एडजस्ट गरेर अगाडि लिदिएँ। दाइले म भरे 300 रुपियाँ ट्याङ्ग हान्दिहाल्छु नि दाइ। दाइ पनि मान्नु भयो, त खुसी लाग्यो मलाई। चुरोट चाहिँ कहाँ पाउँछ, मैले भनेको सामान चुरोट हो है गाइस। चुरोट चाहिँ कहाँ पाउँछ थाहा छैन फेरि। ल चिया होइन चुरोट चाहिँ चाहिएको थियो दिदी। फाइनली हामीले एउटा चिया ऊ भेट्यो होइन दिदीहरूको, दिदीहरूले राति बेच्नु हुँदो रहेछ। ल कुन चुरोट छ? ए पाइलट हाफबाट गरिदिनु त मलाई एक्ज्याक्टली। म चाहिँ अब माछा पोखरीतिर छु होइन। अब यस्तो गाइस रातिको यात्रा गऱ्यो टन। म 100 रुपियाँ दिँदैछु दिदीले टक्क लाएर। मलाई चाहिँ प्याकेटमै राखिदिनु है दिदी। हजुर किनकि भाँचिन्छ, खल्ती हाल्ने खल्ती छैन, हातमा बोकेर जानुपर्छ कि दिदी।
आम्मामा उता कति राम्रो केटी हौ अगाडिको बाइकमा बस्यो यार हाम्रो बाइकमा बस्न पाए त कति राम्रो हुन्थ्यो होला हौ हामीले चाहिँ अब के अरे चिया बेच्ने ठाउँबाट होइन मैले टक्क लाएर मैले हातबाट चुरोट लगेर गएँ है सिधै मैले किन लुकाउनु त तपाईँहरूको मास पनि किन आयो के गर्न स्याउनु भन्ने सोचेँ होला यहाँ माछागुरीमा अहिले तरकारी बेच्न थालिसक्यो गाइस हेर्नु त कति बज्यो थाहा छ अहिले बिहानको 3 बज्दैछ 3 साढे 3 भएको रहेछ तरकारी बेच्न आँटिसक्यो गाइस अब के गर्नु त है म पनि घुमघाममै छु आजको दिन त्यतिकै यो बाटो गल्लीबाट अब चाहिँ हामी अघि आउनु पर्ने पुग्नु पर्ने खास यहाँ हो गाइस किनकि हामी अब यो बाटो बन्दैछ होइन पिच हुँदैछ त्यही भएर हामी अर्को बाटो गएको थियौँ अब चाहिँ फाइनली मेरो रुम आउनै आँट्यो है गाइस अब धेरै नआत्तिनुहोस् त्यहाँ बढी होइन 2 मिनटमा मेरो भग पनि सकिँदैछ सबैले माया गरिदिनु पऱ्यो होइन कस्तो रातिको होइन 4 बजीसक्यो कस्तो जाडो हो यार कसम भने अब रुम आइपुग्न आयो झन् जाडो हुन लाग्यो मलाई किन होला यस्तो भन्नु त गाइस जाडो नै छ ए मेरो दाइले पनि 2-4 शब्द अहिले बोलिदिनुहुन्छ मलाई थाहा छ मलाई कहाँबाट घुमाउने दाइ पनि यसमा इन्ट्रेस्ट राख्नु भएको छ होइन गोलडुङ्गा एरिया के हजुर गोलडुङ्गा एरिया जाडो नै छ के हो भने यो साइड कस्तो जाडो हो दाइ म यहाँ 2 वर्ष बसेको आमामा 2 वर्ष कुन ठाउँनेर सातधारा ए माथि सातधारा हामी यहीँ तल अब के अरे गोलडुङ्गा त्यो के अरे ढुङ्गे धारा भन्छ नि त्यहाँको थोरै अगाडि हो तपाईँले पनि त्यहीँ जानुपर्छ दाइ त्यसको फाइनली गाइज हामी चाहिँ ललाङ रातोपुल पुग्यो आज मेरो भ्लग चाहिँ लामो हुनुभयो गाइज सबैले माया गरिदिनु पऱ्यो है बढी होइन 4 मिनट चाहिँ हुने भएन हामी ललाङ रातोपुल ल्यायो गाइज यहाँबाट थोरै लेफ्ट गइदिनु है ढुङ्गे धारा हामी चाहिँ अब यहाँबाट लेफ्ट छिर्छौँ है मेरो रुम आउनुहुन्छ भने मैले एक्जेस्ट कोटेश्वरबाटै आउनुहुन्छ भने मैले एक्जेस्ट बताइदिएको छु ल आउन सक्नुहुन्छ तपाईँहरू हामीले ढुङ्गे धारा पुल पनि क्रस गऱ्यो होइन अब चाहिँ मेरो रुम आउनु थाल्यो गाइस फाइनली अब मैले सबैलाई बाहिर भनिदिन्छु एक शब्द मेरो दाइहरू पनि राखिदिनुहुन्छ मेरो रुमको अगाडि पुगेपछि म टक्क तपाईँहरूलाई भन्नेछु दाइले 2-4 शब्द राखिदिनुहुन्छ मिठो छोटो तर यहाँबाट उकालो गइदिनु होइन यहीँबाट उकालो ल यो उकालोबाट आएपछि तपाईँ एक्ज्याक्टली मेरो रुम पुगिन्छ होइन माथि ट्याक्सी छ होइन गाइस तपाईँ ट्याक्सी देखिसक्नु होला त्यहाँनिर मेरो रुम चाहिँ तर यो कुकुर हुने ठाउँ चाहिँ रोक्दा हुन्छ त यहाँ रोकिदिँदा ल फाइनली म चाहिँ रुम पुगेँ गाइस मैले दाइले हाम्रो 200 कति 7 सबले भिडियो हेरिदिनु पर्यो हजुर मेरो 207 उठाएको थिएँ मैले दाइलाई मेरो मनदेखि गरेर मैले 400 रुपियाँ दाइलाई दिइदिएँ है किनकि हो कि दाइ भन्नु मैले 400 दिइदिएँ ल मेरो मनदेखि ल दाइले चाहिँ होइन मलाई फाइनली रुममै पुगाइदियो होइन रातिको समय हो म हिँडेर आउनु भन्दै ल दाइ 2-4 शब्द के राख्नुहुन्छ कि सब्सक्राइब गरिदिनुहोस् सबले सेयर गरिदिनुहोस् सबले मिठो लाइक हानिदिनुहोस् ल थ्याङ्क यू सो मच है ल नेक्स्ट टाइम यसो भेट भएपछि यसो घुम्नुपर्छ ल दाइ है ल दाइ बाई ल गुड नाइट दाइ फाइनली म चाहिँ रुम पुगेँ है